आदरणीय दर्शकहरू नमस्कार। आजको यो नयाँ भिडियोमा तपाईलाई फेरि पनि स्वागत छ र तपाईले स्क्रिनमा देखिरहनु भएको छ आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव नरेश विश्वकर्मा क्षितिज। आज तपाईहरुसँग हामी विशेष गरी पहिचान र जनजातिको पहिचानको विषयमै हामी कुरा गर्नेछौँ। छोटो समयको एउटा सन्देशमूलक भिडियो बनाउने क्रममा आज पाथिभरा केबल कार निर्माणको विषयलाई लिएर पहिचानवादीहरूले पत्रकार सम्मेलन गरिरहँदाखेरि उहाँलाई पनि हामीले जोड्ने प्रयास गरेका छौँ र उहाँसँग हामी पाथिभरामा केबल कार बन्नुपर्छ, यदि बन्दाखेरि के फाइदा र बन्नु हुँदैन बन्दाखेरि घाटा हुने के थियो र बन्द नहुने भन्ने विषयमा हामी परिचर्चा गर्नेछौँ। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत छ तपाईलाई। धन्यवाद सेवाहरू। नमस्कार। विशेष गरी मैले सुरुमै पनि उद्घोष गरिसकेँ, पाथिभरामा जुन पहिचानको विषय लिएर भइरहेको आन्दोलनमा तपाईँ जगजाहेरै हुनुहुन्छ र यसले निम्ति आएको वितण्डले भोलिका दिनमा कस्तो रूप लिन सक्छ होला, तपाईको विचार राखिदिनुहोस् न। मूलत नेपालको इतिहासमा यो देशका आदिवासी जनजातिहरूमाथि यहाँको चाहिँ एकल नस्लीय राज्य सत्ताले कुनै न कुनै बहानामा उसको चाहिँ भाषा, उसको संस्कार, उसको संस्कृति, उसको लिपि, उसको चाहिँ तपाईको आफ्नो चाहिँ एउटा पहिचान सधैँ मेटाउने काम गरिरहेकै छ। र पछिल्लो समय ताप्लिजोङ, वास्तवमा चाहिँ ताप्लिजोङ हो र पछाडि त्यसलाई ताप्लेजुङ बनाइएको छ र ताप्लिजोङको चाहिँ मुकुमलुङ क्षेत्रमा केबल कार बनाउने विषयमा चाहिँ जुन किसिमको राज्यले दमन गरेको छ यसको चाहिँ हामी घोर निन्दा र भर्त्सना गर्छौँ। यो चाहिँ एकदमै निन्दा र भर्त्सना योग्य छ। तपाईको यो 2075 सालमै केबल कार बनाउने प्रक्रियाहरू थालिएको बुझिन्छ। हजुर। तर यो 75 सालमा उठेका विषय पास भएका यी फाइलहरूलाई अहिले आएर 81 सालमा फेरि यसलाई उदाङ्गो बनाउँदै पहिचानको विषय बाजेर लफडा गर्नु के यो औचित्य जस्तो लाग्दैन तपाईलाई? यो बिचको वर्षहरूमा चाहिँ पहिचान कहाँ थियो? यस्तो छ, पहिचानको आन्दोलन कुनै न कुनै रूपमा उठिरहेकै थियो हैन। तथापि कस्तो हुन्छ भने आन्दोलन क्रान्तिको चाहिँ त्यसको चाहिँ बाटोहरूको चाहिँ आरोह अवरोहको रूपमा जाने गर्छ। कहिले तपाईँको चाहिँ त्यो माथि जाने र कहिले तल झर्ने, माथि जाने फेरि तल झर्ने आरोह अवरोहको रूपमा चाहिँ रहन्छ। र बिचका वर्षहरूमा पहिचानवादीहरूले आन्दोलन गर्दा गर्दै पनि अलिकति त्यसमा चाहिँ आफ्नो शक्ति नपुगेको हुनसक्छ हैन। त्यसैले चाहिँ आफ्नो शक्ति नपुगेको भन्दा पनि अहिले विभिन्न सञ्चार माध्यमहरूमा आइरहेको छ अरुण पूर्वका 9 जिल्लाका राई लिम्बू यी जनजातिहरूमा एकता नभएकोले गर्दा यो भएको भनिरहेको छ। तपाईलाई कस्तो लाग्छ यो विषयमा? तथ्य हो, यही कुरा हो? पक्कै पनि यहाँका चाहिँ जो राई लिम्बू आदिवासी जनजातिहरू चाहिँ एकता नहुनाले नै त हो मैले शक्तिको कुरा गरेको। एकता यदि भइदिएको थियो भने शक्ति साँच्चै पुग्ने थियो र त्यो अवस्था चाहिँ सिर्जना भएको कारणले गर्दाखेरि अलिकति केही चाहिँ क्षण शक्ति अलिकति कमजोर भएको मात्रै हो। फेरि पनि पहिचानको आन्दोलन चाहिँ समाप्त भएको र चाहिँ यतिका वर्ष हराएको भन्ने चाहिँ होइन, केही कमजोर मात्रै भएको। 10 वर्षसम्म यो विषय नउठ्नु भनेको पुरै निश्चय भएको भन्दा पनि सकिन्छ नि, होइन र? होइन, पहिचानको आन्दोलन भनेको कहीँ पनि सकिँदैन। कुनै पनि क्रान्ति विद्रोहको चाहिँ अन्त्य कहिले पनि हुँदैन। तर मैले अघि भने नि त्यसको चाहिँ अलिकति तलमाथि चाहिँ भइरहन्छ क्या। क्रान्तिको प्रक्रिया हो, एउटा चाहिँ विद्रोहको प्रक्रिया हो, तलमाथि हुने गर्दछ र त्यो यतिखेरको अवस्थामा तल थियो। तर अहिले पहिचानको आन्दोलन फेरि पनि पेचिलो बनेर आइरहेको छ। प्रदेश 1 को जब कोशी नामाकरण गरियो त्यहाँदेखि नै यो विषय एकदमै पेचिलो रूपमा उठिरहेको छ र आज त्यहाँ चाहिँ थुप्रै मान्छेहरू चाहिँ घाइते भएका छन्, चाहिँ मान्छेहरूले चाहिँ शहादत प्राप्त गरेका छन् हैन। यो एकदमै अहिले बहसको विषय र तपाईँको चाहिँ एउटा टटकारो विषय बनेको छ र यो पहिचानको आन्दोलन कहिले पनि रोकिने छैन भन्न चाहन्छु। तपाईँ एउटा पहिचानको पक्षमा बोल्ने नेतृत्व पनि सम्हाल्न सक्ने व्यक्ति हुनुहुन्छ। हजुर। म तपाईँलाई ठ्याक्क छोटो सठिक प्रश्न एउटा के गर्न चाहन्छु भने
हिजोका दिनमा पहिचानको निम्ति जो जतिले शहादत प्राप्त गरे, जति रोगी बिरामीहरू भएर घाइते अवस्थामा उपचार गरिरहनु भएको छ, तथापि यति हुँदाहुँदै पनि आन्दोलनको नाममा पक्राउ परेका मान्छेहरू जो हत्कडी लाएर भित्र बसिरहनु भएको छ, उहाँहरूको साथसाथै बिरामी भएर जुन द्वन्द्वमा परेर त्यो लखडामा पर्दा घाइते भएका बिरामीहरू हस्पिटलको बेडमा छन्, उनीहरूलाई पनि प्रशासनले चाहिँ वारेन्ट जारी गरेको छ। यसमा चाहिँ तपाईँलाई के भन्नुहुन्छ? स्थानीय प्रशासनको राणा शासन लागू भयो भन्नुहुन्छ या गलत गरेको र कारबाही गरेको ठिक हो भन्नुहुन्छ? मैले अघि पनि भने कि यो देशका शासकहरू तपाईँको चाहिँ एकल जातिवादी ढङ्गबाट सञ्चालित छन्, एकल ढङ्गबाट सञ्चालित छन्। आन्दोलनको नाममा त्यही त मैले भन्दैछु। घर घरमा चाहिँ धनुषमा आगोको लक्का बनाएर फालेको छ। यो के अराजक आन्दोलन थिएन र भनेको? यस्तो छ, प्रशासनको काम त आफ्नो क्षेत्राधिकारभित्रको नागरिकको धनजनको सुरक्षा गर्ने होला नि त। उनीहरूले त नागरिकको घरमा आगो फाल्नेलाई कारबाही गरेको होइन र? यस्तो छ, त्यो आन्दोलनमा चाहिँ त्यहाँ पहिचानवादीहरू अथवा चाहिँ केवलकारको पक्षधर चाहिँ त्यहाँ साथीहरूले चाहिँ त्यहाँ जुन एउटा मसालहरू एउटा रेडी गरेका थिए, तर त्यो बाल्न नपाउँदै त्यो चाहिँ राज्य पक्षबाटै तपाईँको चाहिँ त्यो खोसेर त्यसमा आगो लगाएर राज्यबाटै त्यो कुराहरू गरेको छ। राज्य नै तपाईँको चाहिँ आतङ्कको शैलीमा गएर चाहिँ उनीहरूबाट चाहिँ उनीहरूको घर घरमा गएर उनीहरूले प्रयोग गर्ने चाहिँ घरेलु हतियारहरू चाहिँ सङ्कलन गरेर तपाईँको चाहिँ राज्य आफू चाहिँ तपाईँको चाहिँ त्यो किसिमले प्रस्तुत भएको हो। पहिचानवादीहरू संयम ढङ्गले शान्तिपूर्ण ढङ्गले आन्दोलन गरिरहेका थिए, तर राज्यले चाहिँ त्यसले चाहिँ अब गलत साबित गर्नका लागि होइन, तपाईँको चाहिँ यी आन्दोलनकारीहरू चाहिँ पुरै चाहिँ अब उग्र रूपमा गए भनेर देखाउनका निम्ति चाहिँ राज्य स्वयं हो राज्य नै सुनियोजित ढङ्गले चाहिँ त्यहाँ चाहिँ लागेको देखिन्छ। अब जुन पक्राउ परेका व्यक्तिहरू हुनुहुन्छ उनीहरूले लगाएका मुद्दाको विषयमा के यो मुकुन्दुम संरक्षण समिति जुन बनेको छ यसको जिम्मा जति पनि खर्चहरू लाग्ने हुन्छ, बिरामीहरूको उपचार भइरहेको छ, यसमा के छ? राज्यले गरिदिनुपर्छ भन्न चाहनुहुन्छ या पहिचान पक्षधरहरूले आफै गर्नुहुन्छ? कस्तो हुन्छ भने तपाईँको चाहिँ ILO 169 जुन छ त्यसले के चाहिँ इङ्गित गर्छ भने तपाईँको चाहिँ तत्तत भूगोलका चाहिँ मानिसहरू अथवा चाहिँ त्यहाँका चाहिँ मुख्यवासीहरूको चाहिँ पहिलो अधिकार हुन्छ होइन। तपाईँको त्यहाँ चाहिँ तपाईँको चाहिँ केबल कार बनाउने अथवा नबनाउने भन्ने अधिकार त तपाईँको चाहिँ निर्णय गर्ने अधिकार चाहिँ त्यहाँका स्थानीय जनताको विशेष गरी आदिवासी जनजातिहरूको हुने गर्दछ र त्यो भएको हुनाले चाहिँ त्यसमाथि राज्यको बलात् आक्रमण चाहिँ भएको हुनाले, राज्य आतङ्क भएको हुनाले यो काम चाहिँ राज्यबाट यो घटना राज्यले घटाएको हुनाले राज्यले सम्पूर्ण घाइतेहरूको उपचार गर्नुपर्छ र चाहिँ मृतकहरूको पनि तपाईँको चाहिँ क्षतिपूर्ति दिनुपर्छ र चाहिँ न्याय दिनुपर्छ चाहिँ राज्यले। स्थानीय सरकारको निर्णय नै अन्तिम निर्णय हुने यो सङ्घीयताको नियमअनुसार जुन केबल कार बनाउने फाइल त स्थानीय सरकार फुङ्ले नगरपालिकासँग निहित रहन्छ हो पनि, तर यो विषयमा जुन फन्डा सुरु भयो यसले सिर्जना गरेको परिस्थिति बावजुद घाइते र पक्राउ परेकाहरूको विषयमा वार्ताको लागि किन केन्द्र सरकारसँग रहनुभयो तपाईँहरू? यस्तो छ, अब स्थानीय सरकारसँग बसेर यो समस्याको समाधान गर्नुपर्ने होइन? अब यस्तो छ, मूलत के हो भने हाम्रो मुलुक जो चाहिँ वास्तविक अर्थमा साँचो अर्थमा चाहिँ एउटा चाहिँ भनौँ न सङ्घात्मक प्रणालीमा गएकै छैन होइन। यहाँ चाहिँ हरेक निर्णयहरू तपाईँको चाहिँ हरेक तपाईँको चाहिँ समय हरेक चाहिँ क्षण तपाईँको चाहिँ केन्द्रबाट तपाईँको चाहिँ सबै कुरा निर्णय हुन्छ होइन।
यहाँ तपाईँको स्थानीय ठाउँका जनताले आफूले आत्मनिर्णयको अधिकार गर्ने वातावरण अहिलेसम्म बनेकै छैन। साँचो अर्थमा संहिता नभएको कारणले गर्दाखेरि चाहिँ यो एकदमै राज्यबाट चाहिँ माथिबाट केन्द्रबाटै चाहिँ नियन्त्रित हुन्छ र अहिलेसम्म भइरहेको त्यो छ। त्यस कारणले हामीले स्थानीय ठाउँमा स्थानीयसँग नगरेर केन्द्र सरकारसँग चाहिँ वार्ताको अथवा चाहिँ त्यो मध्यस्थताकर्ताको चाहिँ एउटा चाहिँ मध्यस्थताको चाहिँ भूमिका गृहमन्त्रीले वार्ताको लागि आह्वान गर्नुभएको थियो, तर पहिचान पक्षधरका नेतृत्वकर्ताहरू वार्तामा जानु भएन। त्यसको मतलब के तपाईँहरू अन्तर्राष्ट्रिय अदालतमा जाने प्रक्रियामा हुनुहुन्छ र नेपालको सरकारसँग वार्तामा नबस्नु भएको हो? यस्तो छ, अब नेपाल सरकारको गृहमन्त्रीले बोलाउनु भयो होइन, तर उहाँले के गर्नुभयो भन्दा त तपाईँको चाहिँ मन्त्रालयको एउटा चाहिँ सहसचिवको नेतृत्वमा वार्ता चाहिँ आह्वान गर्नुभएको छ होइन। भनेपछि त हामी तपाईँको चाहिँ के अरे मन्त्रालयको कर्मचारीसँग होइन, हामी सिधै मन्त्रालयका चाहिँ प्रतिनिधिसँग मन्त्रीसँग चाहिँ वार्ता बस्नुपर्छ अनि मात्रै समस्याको समाधान हुन्छ भन्ने हिसाबले हामी किन रोक्यौँ भने हजुर रोक्न चाहन्छु। किन रोक्यौँ भनेदेखि स्थानीय प्रशासन अन्तर्गत दर्ता भएका संस्था सङ्गठनहरूद्वारा चाहिँ तपाईँहरूले पाथिभरा मुकुलुङ संरक्षण समिति भनेर आन्दोलन गरिरहनु भएको छ। त्यो भनेको तपाईँको प्रशासन अन्तर्गत पर्यो। त्यस कारणले होला नि त गृह मन्त्रालयले कर्मचारी नै खटाएर वार्तामा राख्नु भएको होइन र? यसरी बुझ्न सकिँदैन र यसलाई? होइन, त्यसरी बुझ्न त सकिन्छ, बुझ्न नसक्ने भन्ने कुरा होइन। तर त्यसको मुख्य नेतृत्व तपाईँको चाहिँ गृहमन्त्री स्वयं भएको कारणले गर्दा नेतृत्वले, मैले अघि पनि भने नि, जो स्थानीय ठाउँको स्थानीय जनताको अधिकार अहिलेसम्म स्थापित भएको छ, त्यसलाई अधिकार दिएको छैन र सबै कुराहरूको निर्णय चाहिँ केन्द्रबाटै हुने भएकोले नै हामीले चाहिँ तपाईँको चाहिँ केन्द्रीय गृहमन्त्रीकै चाहिँ मातहतमा केन्द्रीय गृहमन्त्रीकै नेतृत्वमा अथवा चाहिँ गृह मन्त्रालयकै प्रतिनिधिसँग चाहिँ हामी वार्ता गर्ने, सरकारी कर्मचारीसँग होइन। कर्मचारीको निर्देशन पालना गर्दैनौँ, उनीहरूसँग बस्दैनौँ भन्दै गर्दाखेरि विगतमा जुन आन्दोलन भइसकेपछि भोलिपल्ट बिहान 5 बजेदेखि जिल्ला प्रशासन कार्यालयले त्यहाँ कर्फ्यू जारी आदेश गरेको थियो। त्यतिखेर तपाईँहरूले किन अवज्ञा गर्न सक्नु भएन त? यस्तो छ, अब त्यो अवज्ञा भन्दा पनि अहिले पनि आन्दोलन जारी नै छ नि होइन। तपाईँको चाहिँ होइन, हिजो पनि हामी तपाईँको चाहिँ त्यो भनौँ न पुरै तपाईँको चाहिँ शान्ति सुरक्षा भङ्ग गर्ने किसिमले आन्दोलन त गरेको होइन, राज्य आफैले गरेको हो नि त। त्यसलाई त त्यो राज्यले आफै शान्ति सुरक्षा भङ्ग गर्ने किसिमले एउटा तपाईँको चाहिँ आतङ्क फैलाउने किसिमले राज्य आफै लागेको हो। हामी त अहिले पनि हिजो पनि आन्दोलन गरिरहेको छौँ, अहिले पनि आन्दोलन जारी नै छ नि। मलाई के व्यक्तिद्वारा जानकारी आए अनुसार अहिले जुन पाथिभरामा केबुल कार बनाउने विषय र पहिचानसँग जोडिँदाखेरि भएको द्वन्द्वको कारणले गर्दाखेरि तत्कालको लागि केबुल कार निर्माण रोकिने भन्ने बुझ्नमा आएको छ। तर यसको मतलब रोकिने भन्नाले खारेज चाहिँ होइन, पोस्टपोन भयो भन्ने छ। यस विषयमा यदि पोस्टपोन ठिक लाग्छ क्या हुँदैन, बनाउनै हुँदैन भन्ने पक्षमा हो तपाईँहरू? हामी चाहिँ हिजैदेखि तपाईँले जुन कुरा भन्नुभयो 75-76 सालदेखिकै हामी चाहिँ तपाईँको चाहिँ त्यहाँ केबल कार बन्न दिनु हुँदैन भन्ने पक्षमै छ होइन। अब किन बन्नु हुँदैन होइन भन्ने कुरामा चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँको एउटा ऐतिहासिकता छ होइन, तपाईँको चाहिँ आफ्नै एउटा संस्कृति छ होइन, एउटा चाहिँ किराँत समुदायको मात्रै नभएर समग्र नेपाली समुदायकै त्यहाँ चाहिँ एउटा चाहिँ संस्कृतिको धरोहर भएको कारणले गर्दाखेरि त्यसलाई मास्न हुँदैन होइन। त्यो बनाउने क्रममा त हजारौँ तपाईँको चाहिँ लाली गुराँसहरू काटिएका छन् होइन। अनि त्यसरी त्यो बनाइरहँदाखेरि हिजोका दिनमा तपाईँको चाहिँ त्यहाँबाट भारी बोकेर जाने जो चाहिँ भरियाहरू छन् तिनको रोजगारी खोसिन्छ। अर्को कुरा त्यहाँको चाहिँ तपाईँको चाहिँ व्यापार व्यवसाय चौपट हुन्छ होइन। त्यहाँ चाहिँ कुनै पनि किसिमको चाहिँ त्यहाँ एउटा चाहिँ खण्डहर सुरु हुन्छ। त्यहाँ त केवल कारले त सिधै माथि जान्छ नि, तलबाट सिधै माथि। त्यो बिचमा रहेका मान्छेहरूको त तपाईँको चाहिँ जनजीविका नै तपाईँको चाहिँ तहस नहस हुन्छ। त्यो हिसाबले हामीले भनिरहेछौँ। र अर्को कुरा त्यसको चाहिँ फेरि
सांस्कृतिक महत्त्व पनि त छ नि तपाईँको चाहिँ त्यहाँ चाहिँ एउटा पैदल यात्रा गर्नुको छुट्टै एउटा चाहिँ महत्त्व छ हिजो तपाईँको चाहिँ त्यसो हो भने त यदि धार्मिक स्थलमा केवल कार पुर्याइने नै हो भने होइन पुर्याउन नसक्ने त तपाईँको चाहिँ होइन होला नि जस्तै तपाईँको चाहिँ इन्डियाको बद्री केदार जो पहाडको टुप्पोमा छ त्यहाँ चाहिँ पैदल यात्री जान्छन् त्यहाँ चाहिँ मान्छेले तपाईँको चाहिँ मान्छेलाई बोकेर लैजान्छन् होइन अब यहाँको पनि त्यस्तै हो छुट्टै महत्त्व छ तल तपाईँको चाहिँ तल काफ्लेपाटीदेखि चाहिँ त्यहाँको चाहिँ एउटा त्यो काँचो धागो बाँधेर जानुपर्ने होइन विभिन्न किसिमको त्यहाँको एउटा सांस्कृतिक महत्त्व छ नि त होइन त्यो नाश हुन्छ यदि चाहिँ चाइनाले चाह्यो भने सगरमाथामा केवल कार लान सक्दैन होइन सक्छ नि त तर त्यसको महत्त्व घट्छ नि होइन जति आज सगरमाथाको चाहिँ महत्त्व सारा दुनियाँले देखेको छ तर यदि सिधै तपाईँको चाहिँ चाइनाले केबल कार चाहिँ तपाईँको चाहिँ तिब्बतबाट सिधै केबल कार लग्यो भने अथवा नेपालको कुनै पनि सोलुको तल्लो क्षेत्रैबाट नाम्चेबाट पनि सिधै केबल कार माथि लग्यो भने त्यसको के अर्थ रहन्छ होइन त्यसैले यसको आफ्नो हरेक कुराको आफ्नो महत्त्व भएको कारणले गर्दा यो महत्त्वलाई चाहिँ जीवित राख्नका निम्ति यो केबल कार बन्नु हुँदैन जस्तो यो पाथिभरा क्षेत्रलाई कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट बाहिर गरियो त्यहीँबाटै चाहिँ पाथिभरा धार्मिक क्षेत्र नभइकन व्यावसायिक क्षेत्रमा परिणत गर्न सुरु गरिएको भन्ने पनि बुझियो तपाईँलाई के लाग्छ कञ्चनजङ्घा संरक्षण समिति मास्नैको लागि चाहिँ पाथिभरा मन्दिरलाई त्यो क्षेत्रबाट बाहिर निकालिएको हो होइन अब धार्मिक क्षेत्रमा व्यापार गर्न असल त होइन त्यस कारणले उनीहरूले व्यापारिक प्रयोजनको लागि बाहिर गरियो भन्ने बुझ्नमा आएको छ र 2076 साउन 15 गते चाहिँ यसलाई बाहिर गरिएको छ पाथिभरा संरक्षण क्षेत्र भनेर कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट तर यो गरिँदै गर्दाखेरि त्यो बेलामा चाहिँ किन पहिचानको आन्दोलन भएन यस्तो छ तपाईँको त्यहाँबाट त्यो चाहिँ जुन कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट बाहिर गरेको भन्ने कुरा आयो अब यस्तो छ नि त आफ्नै महत्त्व छ होइन तपाईँको चाहिँ पाथिभरा अथवा चाहिँ मुकुमलुङको चाहिँ आफ्नै महत्त्व भएको कारणले गर्दा पनि यसलाई छुट्टै राख्नुपर्छ भन्ने एउटा त्यो पनि हो होइन अर्को कुरा फेरि तपाईँको चाहिँ त्यो मुकुमलुङ अर्थात् पाथिभरा चाहिँ तपाईँको चाहिँ धार्मिक आस्थासँग मात्रै पनि त होइन नि जोडिएको त्यो पर्यटकीय त्यसको महत्त्व पनि छ नि त होइन त्यसलाई छुट्टै राख्दा चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले त्यो चाहिँ बाहिर ल्याइएको हुनसक्छ हुन्छ हस् कार्यक्रमको हामी अन्तिममा छौँ अन्तिममा छोटो 2 शब्दमा भन्नु पर्दाखेरि स्थानीय जनतालाई तपाईँ के भन्न चाहनुहुन्छ स्थानीय सरकार प्रमुखलाई तपाईँ के भन्न चाहनुहुन्छ र जुन नेतृत्व गरिरहेको मुकुमलुङ संरक्षण समिति छ नेतृत्वकर्ताहरूलाई के भन्न चाहनुहुन्छ म अन्त्यमा के भन्न चाहन्छु भने मुकुमलुङ अथवा पाथिभरा जो आफैमा एउटा चाहिँ सभ्यताको धरोहर हो यो धरोहरलाई संरक्षण गरिराख्नका निमित्त त्यहाँका स्थानीय जनताको महत्त्वपूर्ण भूमिका रहन्छ स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहनुपर्छ र चाहिँ स्थानीय जनतालाई अधिकार दिनुपर्छ भन्ने कुरामा केन्द्र सरकार पनि लचिलो हुनुपर्छ र त्यहाँका जनतालाई अधिकार दिनुपर्छ र त्यो चाहिँ मुकुमलुङ चाहिँ त्यहाँकै जनताको निर्णय अनुसार चाहिँ मुकुमलुङ अथवा पाथिभराको चाहिँ विकास हुनुपर्छ त्यहाँ आफ्नै ढङ्गको विकास गर्नुपर्छ त्यहाँको आवश्यकता अनुसारको विकास हुनुपर्छ तर सबै कुरा चाहिँ केबल कार लाँदैमा चाहिँ विकास हुने होइन होइन केबल कारले त त्यहाँ भएका चाहिँ विनाश गर्छ होइन जस्तै त्यहाँ भर्खर मैले अघि भनिसकेँ केही कुराहरू छन् तिनलाई चाहिँ विनाश गर्दछ त्यसैले म भन्न चाहन्छु कि हामी यतिखेर आन्दोलनमा रहेका आन्दोलनकारीहरूलाई पनि भन्न चाहन्छु संयमतापूर्वक आफ्नो आन्दोलन जुन किसिमको चाहिँ अहिले उठेर आएको छ यो आन्दोलनलाई निरन्तर रूपमा अगाडि बढाइरहनका निम्ति म अनुरोध गर्न चाहन्छु र हाम्रो पार्टी पनि त्यो आन्दोलनप्रति सदैव ऐक्यबद्धताका साथ लागिरहने जानकारी गराउन चाहन्छु धन्यवाद हस् धन्यवाद तपाईँको अति महत्त्वपूर्ण समय पनि हाम्रो लागि दिनुभयो र पहिचानको विषयमा आफ्नो स्पष्ट धारणा राखिदिनुभयो धन्यवाद छ विशेष गरी आमूल परिवर्तन नागरिक पार्टी र समग्र पार्टी पङ्क्तिका साथसाथै
पार्टीका उपमहासचिवज्यूलाई। हस्, धन्यवाद। धन्यवाद दर्शक तथा श्रोताहरू। हुन्छ, यो समय यहाँले आफ्नो महत्त्वपूर्ण समयमा यहाँ आएर मेरा केही कुराहरू राख्ने अवसर दिनुभएकोमा सूचनाचौतारी.com-लाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रमको सुरुदेखि अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहुने हाम्रा प्रिय दर्शक तथा श्रोताहरूलाई विशेष धन्यवाद दिन्छौँ। हजुरहरू यहाँसम्म आएर कार्यक्रम हेरिदिइसकेपछि हामीलाई हौसलाको निम्ति कमेन्टमा तपाईँहरूको प्रतिक्रियाहरू जनाउनु अनुरोध गर्दै कार्यक्रमबाट बिदा हुन्छौँ। हस्, नमस्ते।